ल आज हामी जानौँ कि खल्तीबाट स्मार्ट डिपोजिट कसरी गरिन्छ। सम्पूर्ण जानकारी ऑल डिटेल। ल फर्स्टमा खल्ती एप ओपन गर्ने र मेनुमा गएर स्मार्ट डिपोजिटमा जाने। स्मार्ट डिपोजिटमा गइसकेपछि त्यहाँ तपाईले स्मार्ट डिपोजिट गरिसकेछ भने त्यहाँ डिपोजिट लगिन्समा गएर सी अलमा क्लिक गरेपछि तपाईले कति इन्स्टलमेन्ट तिर्नुपर्ने छ र कहिले कहिले तिर्नुपर्छ सम्पूर्ण डिटेल देखाउँछ त्यहाँ। र यसमा अटो सेटअप पनि छ। यसमा अटो सेटअप गर्दाखेरि जुन एमाउन्ट जहिले दिन्छ त्यो दिनमा आफै एमाउन्ट त्यति काट्छ। यसमा अटो सेटअप गरिसकेपछि अनि त्यसपछि तपाईले अरु पनि स्मार्ट डिपोजिट गर्नु छ भने एड न्यू स्मार्ट डिपोजिटमा गएर स्मार्ट डिपोजिट गर्न सकिन्छ। जति तपाईले सक्नुहुन्छ त्यति यसमध्ये एउटा राख्न सक्नुहुन्छ। र यसमा डेली विकली मन्थली को सुविधा पनि छ। तपाईले डेली राख्नुहुन्छ कि विकली कि मन्थली राख्न सक्नुहुन्छ। र यसमा क्याल्कुलेटर को सुविधा पनि छ। र तपाई यो भिडियो हेर्न चाहन्छु कि स्मार्ट डिपोजिट कसरी गर्न सकिन्छ, मेरो फर्स्ट भिडियो छ त्यहाँ गएर हेर्न सकिन्छ कि स्मार्ट डिपोजिट कसरी गर्न सकिन्छ। र यसमा क्याल्कुलेटर को सुविधा पनि छ। क्याल्कुलेटरमा गएर तपाई चेक गर्न सक्नुहुन्छ कि अति एमाउन्टमा गरिसकेपछि कति इन्ट्रेस्ट रेट आउँछ। जस्तै हेर 100 रुपैयाँ राखे अनि म 2 सालको लागि डेली 100 रुपैयाँ म राख्छु। त्यो हेरो कति पैसा हुन्छ। यहाँ देखाइन्छ टोटल 730 डिपोजिट गर्नुपर्छ। त्यसमा इन्भेस्टमेन्ट 73,000 हुन्छ र इन्ट्रेस्ट 3,888.07 रुपैयाँ र जम्मा टोटल हुन्छ 76,888 रुपैयाँ। त्यहाँ क्याल्कुलेटरमा गएर हेर्न पनि सक्नुहुन्छ।